हेलो एभ्रिवान, सो वेलकम टु रेमोन्स ब्लग। सो मैले चाहिँ केही पर्सनल मेसेजहरू पाइरहेको थिएँ युकेमा मास्टर्स गर्न आउनको लागि कस्तो हुन्छ भनेर। सो त्यही विषयमा चाहिँ आज यो भिडियो चाहिँ डेडिकेटेड छ होइन। सो बेसिकली चाहिँ युकेमा मास्टर्स भनेको चाहिँ 1 इयरको हुन्छ अनि त्यसपछि डिजर्टेसनहरू यताउति गर्दा 14 मन्थ 15 मन्थ हुन्छ होइन, एकोर्डिङ टु द सब्जेक्ट अनुसारले हुन्छ। हजुरहरूले नेपालबाट युके आउनु हुँदाखेरि चाहिँ कम्प्लिट फी तिरेर आउनुभयो भने चाहिँ हजुरहरूलाई चाहिँ एकदम सजिलो हुन्छ, किनकि एज अ इन्टरनेसनल स्टुडेन्ट काम गर्न पाउने भनेको ओन्ली 20 आवर्स हो। अनि हामीले त्यो 20 आवर्स काम गरेको पनि रेन्ट तिर्नुपर्छ, रेन्ट तिर्नु पऱ्यो, खानु पऱ्यो, ट्रान्सपोर्टेसन चार्जहरू लगायो अनि आफ्नो लागि केही एक्सपेन्सेसहरू भइहाल्यो होइन। अनि अब युके आउने कि नआउने मास्टर्सको लागि भन्ने क्वेसन आउँछ होइन। मेरो विचारमा चाहिँ युके आउँदा केही फरक पर्दैन, तर युके आउनु अगाडि चाहिँ युके मात्र होइन, इभन अस्ट्रेलिया, अमेरिका, इभन क्यानाडा आउँदाखेरि चाहिँ एक्सपेक्टेसन धेरै हाई लिएर चाहिँ कहिले पनि नआउनु होला, किनकि फर्स्ट टाइम हामी जुन कन्ट्रीमा गए पनि हामीलाई गाह्रो नै हुन्छ। हामीले स्ट्रगल प्लेसबाट 0 लेभलबाट चाहिँ हामी माथि पुग्दै जानुपर्छ। त्यही भएर हजुरहरू कुनै त्यस्तो डिमान्ड एकदम एक्सपेक्टेसन हाई गरेर चाहिँ नआउनु होला। र अर्को भनेको आइसकेपछि हजुरहरूले जे काम पाउनु भए पनि त्यो गर्नु होला कि। जस्तो अब इभन क्लिनिङहरू पायो भने पनि म गर्दिनँ क्लिनिङ, मैले गरेको छैन, म यस्तो काम गर्दिनँ भने त्यस्तो नभन्नु होला। हजुरहरूले सुरुमा जे काम पाउनुहुन्छ त्यो चाहिँ गर्नु होला। त्यो चाहिँ मेरो एउटा सजेसन भयो है। अनि युके आउनु अगाडि चाहिँ के एक्सपिरियन्स चाहिन्छ भन्ने कुरा चाहिँ मैले अगाडि ब्लगमा भनिसकेँ होइन। त्यो चाहिँ हजुरहरूले हेर्नु भएको छैन भने गएर हेरिदिनु होला। त्यो चाहिँ एक्सपिरियन्स भयो भने हजुरहरूलाई युके आउँदाखेरि चाहिँ एकदम सजिलो हुन्छ। अनि हामीले मास्टर्स पढिन्जेल चाहिँ हामीले अब 20 घन्टा काम गर्न पाउँछ पर विक होइन। अनि त्यसपछि अब मास्टर्स गरिसकेपछि हामीले पिएसडब्ल्यू लिन्छ, 2 वर्षको हुन्छ पिएसडब्ल्यू बेसिकली। त्यसपछि चाहिँ अब के हुँदै जान्छ त्यो चाहिँ हेर्दै हुन्छ होइन। युके चाहिँ मास्टर्स गर्न आउनको लागि चाहिँ बेस्ट राम्रै हो। जसले म गर्न सक्छु भन्ने हुन्छ। अनि त्यसपछि पढाइ पनि यहाँको एकदमै राम्रो छ। कलेज चाहिँ हजुरहरूले एटेन्डेन्स चाहिँ गर्नुपर्छ। अब मैले पढ्दाखेरि चाहिँ कलेजमा चाहिँ लगभग 75% एटेन्डेन्स चाहिँ हुनुपर्ने थियो होइन। युकेमा एटेन्डेन्स चाहिँ एकदम धेरै इम्पोर्टेन्ट छ। एटेन्डेन्स कम्प्लिट गर्नु भएन भने चाहिँ हजुरहरूलाई यहाँबाट कलेजले निकाल्न सक्छ। निकालिसकेपछि अब भिजामा अफकोर्स केही रेस्ट्रिक्सन हुनसक्छ होइन। कलेजमा एटेन्डेन्स गर्नुपर्छ, एसाइनमेन्टहरू कम्प्लिट गर्नुपर्छ। पढाइ चाहिँ एकदम राम्रो छ। हजुरहरूले यहाँको सर्टिफिकेट, यहाँको डिग्री पाउनु भएपछि चाहिँ एकदमै राम्रो हो होइन। अनि त्यो भइसकेपछि चाहिँ एसाइनमेन्ट कम्प्लिट गर्नुभयो अनि त्यो एटेन्डेन्सहरू भयो, राम्रोसँग पढ्नु भयो भने डिग्री कम्प्लिट गरिसकेपछि हजुरहरूले पिएसडब्ल्यू लिनुहुन्छ। पिएसडब्ल्यू पनि राम्रो छ। पिएसडब्ल्यूमा हजुरहरूले फुल काम गर्नु पाउनुहुन्छ। अनि त्यसमा चाहिँ राम्रो अर्निङ पनि गर्न सकिन्छ होइन। तर त्यो कलेजको टाइम जुन आफू पढ्नलाई आएको हुन्छ त्यो टाइममा चाहिँ काम गर्दाखेरि चाहिँ जस अलिअलि गाह्रो चाहिँ हुन्छ है। म यस्तो भन्दिनँ कि गाह्रै हुँदैन चाहिँ भन्दिनँ होइन, गाह्रो चाहिँ हुन्छ। तर गाह्रो पनि अब गर्नेले कतिले गरि नै रहेको छन् होइन। कस्तो त्यो गाह्रो भएर नगरेको भन्ने छैन, त्यस्तो धेरै गाह्रो पनि हुँदैन। गाह्रो चाहिँ गाह्रो नै हुन्छ, तर आफूले गर्नुपर्छ, आफूले हिम्मत हार्नुहुन्न भनेर भन्छु। मेरो मेन सजेसन चाहिँ हजुरहरूलाई त्यो हो होइन। अब युके अब आउने हुँदैन त्यस्तो चाहिँ नभन्नु होला। युके आउँदा राम्रै छ। मेरो स्कोप मैले जुन एक्सपिरियन्स गरेको छु त्यसमा चाहिँ राम्रै छ है स्कोप चाहिँ। अनि अर्को क्वेसन भनेको मलाई आइरहेको भनेको जब पाइन्छ कि पाइँदैन भन्ने थियो। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि विन्टरमा चाहिँ एउटा सिजन हुँदो रहेछ हरेकको जब पाउने। विन्टरमा चाहिँ अलिकति गाह्रो हुन्छ, समरमा चाहिँ जब पाइरहन्छ होइन। हजुरहरूले जबको लागि चाहिँ हजुरहरूसँग इन्डिड भन्ने एपहरू हुन्छ। अनि त्यसो डोर टु डोर जानुपर्छ अथवा कुनै रिफरेन्स छ भने चाहिँ जब पाइन सकिन्छ। जब पाइनलाई त्यस्तो गाह्रो चाहिँ हुँदैन है। जब चाहिँ जे होस् आफूले आएर चाहिँ त्यतिकै बस्नु भएन कि एप्लाई गर्न, अनलाइन एप्लाई गर्न थाल्नु पऱ्यो, डोर टु डोर जानु पऱ्यो, कि कसैलाई चिनेको छ भने त्यसको रिफरेन्स मात्रमा जानु पऱ्यो है। त्यस्तो भयो भने चाहिँ हजुरहरूले जब पाइन्छ। यहाँ युके आएर जबै नपाएको भन्ने चाहिँ त्यस्तो चाहिँ मैले चाहिँ देखेको छैन, अहिलेसम्म भेटेको चाहिँ छैन। कसै न कसैले जे होस् पार्ट टाइम कसैले आवर कम पाउला तर जब चाहिँ पाइरहेको नै छ है। युकेमा जब पाइँदैन भनेर त्यस्तो भ्रममा चाहिँ नपर्नु होला। त्यो चाहिँ मेरो एउटा सजेसन हो होइन। जब पाइन्छ युकेमा, अफकोर्स जब पाइन्छ, तर आफूले अलिकति मेहनत चाहिँ गर्नुपर्छ है। आएर घरमै बसेर चाहिँ जब चाहिँ पाइँदैन है। अनि अर्को भनेको चाहिँ
त्यही हो मेरो सजेसन भनेको चाहिँ युके आउँदा हुन्छ। युके आउनलाई अहिले पहिला चाहिँ डिपेन्डेन्टसँगै आउन स्टुडेन्ट आउँदाखेरि चाहिँ एकदम सजिलो हुन्थ्यो भनेर चाहिँ अहिले चाहिँ सिङ्गल डिपेन्डेन्टलाई रोकेको छ, त्यही भएर सिङ्गल आउनुपर्छ। त्यही भएर सिङ्गल आउँदाखेरि चाहिँ अलिकति गाह्रो पर्छ होइन। तर युके अनि आफूले पढाइ कम्प्लिट गरिसकेपछि पिएसडब्ल्यू लिइसकेपछि चाहिँ आफूले फुल टाइम काम गर्न पाइन्छ। काम गर्न पाइसकेपछि चाहिँ आफूले जे होस् हरेक कुरा बिस्तारै बिस्तारै स्टेबल हुँदै जान्छ होइन। सुरुमा त आफू आउँदा त 0 लेभलबाट सुरु गर्नुपर्छ अफकोर्स, त्यही भएर त्यस्तो धेरै एक्सपेक्टेसन चाहिँ राखेर नआउनु होला। त्यही भएर युके आउँदा हुन्छ। मेरो सजेसन चाहिँ के हो भन्दाखेरि युके आउँदा केही पनि फरक पर्दैन, आउँदा हुन्छ हजुरहरूले। सो हजुरहरूलाई अरू कुनै यस्तै खालको केही क्वेसन केही क्वेरीहरू छ भने, केही जान्न मन लागेको छ भने मलाई पर्सनली मेसेज गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू फर वाचिङ, बाई।